नमस्ते हजुरहरू सबैमा। हजुरहरू के कस्तो हुनुहुन्छ? आज हामी बयर टिप्न आएका छौँ। आजको हाम्रो काम चाहिँ बयरको बोटो हेर्नु त। आज हामी बयर टिप्न आएका छौँ अचार लगाउनलाई। बयर टिप्न आएका छौँ भनेर बयर चाहिँ लु हेर्नु त आज हाम्रा बयर। ओह पर पनि बयर, यता दिदीका, यता दिदीका बयर। हामी चाहिँ आज यो बयर टिप्ने घोचो। आज हामी बयर टिप्न आएका छौँ। हाम्रो भारी पुगो। अब मैले यति टिपेँ, उहाँ दिदीले त्यति टिप्नु भयो, अनि यताकी दिदीले यति भेट्नु भयो। यो चाहिँ हाम्रो गाउँ हो। हामी चाहिँ यता गाउँतिर बयर टिप्न आएका छौँ, अलि तल घारीतिर। आज बयर घारी। आज हाम्रो बयर टिप्ने काम छ। यता बुढी आमा पनि बयर टिप्न आउनुभएको छ। आमा पनि बयर टिप्न आउनुभएको। हेर्नु त आमाको भारी है यो चाहिँ। यता दिदी पनि बयर टिप्न आउनुभएको छ। उता छ दिदीको भारी। अनि हाम्रो ठाउँमा सबै देखाउँछु ल हजुरहरूलाई। हाम्रो गाउँ, हाम्रो ठाउँ हेर्नु त। केराघारी, केराका घरी कत्रा कत्रा छन्। लु हेर्नु हाम्रो गाउँ। गाउँले भनेर हामीलाई हेप्छन्। लु हेर्नु हाम्रो गाउँ स्वर्गभन्दा कम छैन हाम्रो गाउँ। हाम्रो बयरका बोट, सानो सानो गाउँ, रमाइलो ठाउँ छ है हाम्रो। बयरका काँडाले घोचेछ, कस्तो पोलो हातै। लु हाम्रो गाउँका केराघारी है। यो चाहिँ केरा खेती गर्ने ठाउँ। यहाँ केरा खेती, धान रोप्दैनन्, केरा खेती। अनि हामी चाहिँ गलेर यहाँ बस्न आँटेका। आउनु दिदी बस्नु लु एकछिन। बयरका बोट हुने यिनीहरू चाहिँ। लु हाम्रा भारी पुगे। अब एकछिन थकाइ मारेर हामी घरतिर जान्छौँ। हल गोरु एकल चाहिँ सोबर्ने, बुइनीको माया उज्वाइले गर्छन्, मेरो चाहिँ को गर्ने, लैलैको गर्ने। धाराको पानी दरर गर्छ, कुवाको कुहिरन्छ, पानी दरर गर्छ, कुवाको कुहिरन्छ, कुवाको कुहिरन्छ, मेरो लैलै, कुवाको कुहिरन्छ, बाहिरी मन मेरो हाँसखेलै गर्छ, भित्री मन रोइरहन्छ, भित्री मन रोइरहन्छ, मेरो लैलै, भित्री मन रोइरहन्छ। गीतै बिर्स्यो। मालिन गाईको एक राते दही, चुकभन्दा मिलो, चुकभन्दा मिलो, मेरो लैलै, चुकभन्दा मिलो। नरुँदा जान्छौ नधुँदा जान्छ, यो मनको धमिलो, यो मनको धमिलो, मेरो लैलै, यो मनको धमिलो। उँधोलाई हेर्दा हरियो दह, उँभोलाई निर, उँधोलाई हेर्दा हरियो दह, उँभोलाई निर। कि लाग्छ मलाई औ आमाको माया, कि चल्छ बिरह, कि चल्छ बिरह, मेरो लैलै, कि चल्छ बिरह। यिनी लैलै संसारमा आउँदा ठुलो के छ र अर्थ केही छैन। लु है साथी हो, आज हामी बयर टिप्न आउँदाखेरि गीत पनि गायौँ, बयर पनि टिप्यौँ। हजुरहरूले हेरेर माया गरिदिनु होला हाम्रो भिडियो। दिदी बहिनी हामी आज बयर टिप्न आएका थियौँ। सबैजनालाई नमस्कार छ भने हजुरहरू सबैमा नमस्ते फेरि पनि।